हाई गाइस वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म साडी लगाएर रेडी भएर चाहिँ भात खुवाइमा जाँदैछु हो। अन्त एउटा चाहिँ आई गेस भात खुवायो, एउटा चाहिँ छेवरमा दुईवटामा जान आँटेको हामी एकैचोटि। अन्त मेरो लुक चाहिँ कुछ यस्तो छ। अन्त अहिले चाहिँ हामी बाबालाई पर्खिरहेको छ, आउनै भएको छैन। हामी चाहिँ रेडी 12 बजीदेखि भएको होइन, तर अहिले चाहिँ 3 बजिसक्यो। आमा यता आउनु त, तपाईँको लुक देखाउनु, यता आउनु। हामी छेवर र भात खुवाइमा गएको है। हेलो भन्नु न। हेलो गाइस मेरो चाहिँ नि होइन अब जाने जोस पनि हराइसक्यो, अल्छी लागिसक्यो, बस्नु लुगाहरू बाङ्गो भइसक्यो। तर हाम्रो बाबा अझै आइपुग्नु भएन, हराइस लागिसक्यो। मुटै खराब भइसक्यो, कस्तो नुहाइ गरेर रेडी भएको थिएन म। कति फोटो खिचिसकेँ, कति भिडियोज बनाइसकेँ होइन, बट स्टिल बाबा आउनै भएन हो। 4 बजिसक्यो, 2टा जग्गा भ्याउनु छ, 4 बजिसक्यो। अब कसरी गर्छ वी डोन्ट नो, बट स्टिल आमा म वेट गरि नै रहेको छ। कल गर्दैछ बाबालाई। के भनेको होला अरे? लुगा खोलेर बस भनेको होला। किन? पछि लागिसक्यो होइन, बाबा आउनै भएको छैन। हाम्रो चाहिँ यस्तै हुन्छ बेला बेला हो, किनकि बाबाको कोही बेला इमर्जेन्सी ड्युटीहरू पर्छ नि त। त्यही भएर यो हाम्रो फर्स्ट टाइम होइन, यस्तो चिजहरू भइबस्छ हाम्रो घरमा हो। यो हाम्रो लागि न्यू थिङ होइन, बट स्टिल अल्छी चाहिँ लागिसक्यो। बाबा आएपछि देखाउँछु ल अब। सो गाइस फाइनली बाबा चाहिँ आउनुभयो होइन। आमा चाहिँ रिसले चाहिँ साडी लगाएको पनि खोलेर कुर्ता लाउनु भयो हो। मेरो चाहिँ अप्सन थिएन, मैले अप्सन नभएर साडी लगाएको थिएँ र मैले खोल्नु सकिनँ हो। अन्त आमाले चाहिँ कुर्ता लाउनु भएको छ। आमा कस्तो लाग्दैछ? बाबाको इमर्जेन्सी ड्युटी, म एकछिनमा कहाँ पुग्नुपर्छ, एकछिनमा कहाँ पुग्नु थालेछ होइन। एकछिनमा के अरे अब 11 बजी रेडी हुनु भनेको मान्छे अहिले आइपुग्दैछु, म पनि काम गरेर आएको। अन्त चाहिँ आमाको मुड खराब भएर ड्रेस चेन्ज गर्नुभयो हो। मैले चाहिँ साडी लगाएको, अब 2 जग्गा भ्याउनु पर्ने छ हामीले। सो यहाँ अब लोकेसन पुगेर देखाउँछु ल। गाइस हामी चाहिँ आइपुग्यो भेन्यू चाहिँ घरको छेउमा थियो, स्माइल ल्यान्डमा हो। हाम्रो फर्स्ट लोकेसन इज स्माइल ल्यान्ड। म चाहिँ यत्रो हिट लगाएर छु। यहाँ चाहिँ होइन, अरू बेला चाहिँ भिडियो बनाउनु पनि छोडाउनु लाग्छ, आज चाहिँ बनाइदिएको नि। भएर यहाँ चाहिँ पान पनि रहेछ। अघि चाहिँ हामीले पानीपुरी खायो त्यहाँ हो। अहिले चाहिँ पान मलाई एउटा त्यो गुलियोवाला दिनु न। दुईजना लभ बर्ड्सहरू हिँड्दैछ अगाडि, यो जानुहुँदैछ अगाडि चाहिँ। हामी यहाँबाट निक्लेको हो। अब चाहिँ हामी यहाँबाट निक्लेको हो भनेको। अब चाहिँ हामी अर्को नेक्स्ट डेस्टिनेसनमा जाँदैछ होइन। भन्नु न। पानी पर्दैछ हो। अन्त मलाई चाहिँ जाडो पनि हुँदैछ, बट मेरो अलिकति लङ स्लिभ छ हो। अन्त चाहिँ झन् टेन्सन छैन। अब हामी अर्को जग्गा गएको ल। हामीसँग चाहिँ छेमा पनि एड हुनुभएको छ। छेमा हेलो हेलो। के हाल्नु त्यहाँ खोल्नु हालै भाउ।
पनि अब हामी फर्केको हो घर त्यो उज्यालो देखेर मेरो फोटो यस्तो दामी देखिरहेछ सो गाइस हामी चाहिँ घर पनि आइपुग्यो यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बिमारीलाई चाहिँ नर्सुप र ओट्स बनाइदिनुहोस् हो आमा मजा आयो आज मजै आयो होइन मजै आयो सो या गाइस यति नै थियो आजको मेरो ब्लग सी यू इन द नेक्स्ट ब्लग प्लिज डु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब बाई बाई